रासपा सभापति रवि लामिछाने कांग्रेस एमाले गठबन्धनले बन्धक बनाएका पात्र हुन्। तर अहिले पनि न्यायालय पुगिसकेको रवि लामिछानेको मुद्दा न्यायालयबाटै फरसोट हुनुपर्छ भन्ने तर्क केही व्यक्तिबाट सुनिन्छ। सुन्दा सुरुमा यो तर्क सुशासन र न्यायको पक्षमा हो जस्तो लाग्छ, तर गहिरिएर हेर्दा यसमा रविलाई जेलमै सडाउने नियत स्पष्ट देखिन्छ। पहिलो कुरा, रविलाई तत्कालीन ओली सरकारले नियत बस फसाएको हो कि होइन, यो राजनीतिक प्रतिशोध थियो कि होइन, ती 40 लाख जनताले रविलाई प्रतिशोध भयो भन्दै गरेको हस्ताक्षर के सामान्य कुरा हो? अब केहीले भन्न सक्छन् अनि 40 लाख जनताको हस्ताक्षरले कानुनलाई प्रभावित पार्न मिल्छ? त्यसो हो भने सुशीला कार्की नेतृत्वको सरकारलाई संविधानले कहाँ मान्यता दिएको छ? यो त आन्दोलनको जगमा बनेको विशेष परिस्थितिको सरकार होइन र? यसरी आन्दोलनको बलमा विशेष सरकार बन्न सक्छ भने हिजोको ओली सरकारले अन्यायपूर्वक फसाइएका रविलाई आज त्यही अन्यायी कानुन प्रक्रियामा जेलमै कुर्नुपर्ने के तर्क हो? कुनै बेला संसदमा घाँटीको नसा चुडिने गरी प्रमाण छ देखाइदिउँ भन्दै गगन थापाहरू चिच्याउँथे। उनका अगाडि पछाडि बसेका भ्रष्ट आरोपी कांग्रेसी सांसदहरूले पर्र ताली बजाउँथे। गगनको घाँटीको नसालाई मध्यनजर गरेर संसदीय छानबिन समिति बनाइयो। छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्यो। प्रतिवेदनका हरेक हरफहरू पढियो। गगनको प्रमाण देखिएन, तर आरोप के थियो, दोषी केमा बनाइयो, देशले मजाले हेरियो। वास्तवमा गगनको राजनीति बचाउन रविलाई बलि चढाइयो। कांग्रेस नेता धनराज गुरुङ त सप्रमाण मिडियामा सहकारी ठगेको आरोप लागेको थियो, तर छानबिन भएन। गिरिबन्धु इतिहासकै ठुलो लुट थियो। यसको मुख्य आरोपी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली स्वयं थिए। उनले छुट पाए। नक्कली भुटानी शरणार्थी काण्डमा ठुलो गिरोह देखिए। तत्कालीन परराष्ट्र मन्त्री आर्जु राणा मुख्य आरोपी थिइन्। उनले उन्मुक्ति पाइन्। स्काउटको जग्गा कब्जा गरेर भाडा नतिर्ने तत्कालीन ऊर्जा मन्त्री दीपक खड्कालाई यो देशको कानुनले कहीँ कतै छुएन चिनेन। यति ओम्नी लाउडा धमिजा क्यान्टोनमेन्टसम्म 35 वर्ष देश लुटेको हिसाब पनि जनतालाई कहिल्यै बुझाइएन। रविलाई फसाउन के मात्रै भएन, पूरा कथा फिल्म बनाउने हो भने साउथ इन्डियन मुभीको कथा कमजोर पर्छ। तर एउटा घटना स्मरण गराउँछु। रूपन्देही अदालतले बिगो रकम बुझाउँदा रवि लामिछाने रिहा गर्न स्वीकार गरेन। अचम्म त के छ भने सहकारी रकम हिनामिना गर्ने इच्छाराज तामाङले पैसा नतिर्ने तर जेल बस्ने निर्णय लिए। बचतकर्ता निराश भए। रविले पैसा तिर्छु मलाई छाडिदेऊ भने अदालतले पैसा चाहिएन, जेल नै बस्नु भनिदियो। यसले पनि बचतकर्तालाई निराश नै बनायो। यस्ता प्रकरणमा बचतकर्ताको हित सर्वोपरि ठानिनु पर्ने हो, तर ठानिएन। जबकि सहकारी ठगी सम्बन्धी फौजदारी कसुरमा मेलमिलाप हुन सक्ने भन्ने सर्वोच्च अदालत स्वयंको स्थापित नजिर छ। तर रविका सन्दर्भमा कानुन किन त्यति कठोर भयो बुझ्न गाह्रो छैन। सम्मानित अदालतको मानहानि गरेको होइन, तर पार्टीबाट नियुक्त भएका न्यायाधीशमाथि प्रश्न भने जरुर गरिएको। जबकि सहकारी ऐन 2074 को दफा 131 क मा बचतकर्ताको बचत रकम भुक्तानी दिन नसकेको वा बचत रकम हिनामिना गरिएको वा सहकारी ठगी गरिएको भनी दफा 130 बमोजिम मुद्दा दायर भई अदालतमा विचाराधीन रहेको मुद्दा वा प्रचलित कानुन बमोजिम मिलापत्र गर्न सकिने अन्य फौजदारी मुद्दामा सदस्यको बचत रकम वा हिनामिना भएको बचत रकम फिर्ता गरिएकोले मिलापत्र गराइ पाऊ भनी निवेदन दिएमा मिलापत्र हुन सक्ने छ भन्ने व्यवस्था गरिएको छ। सोही दफाको उपदफा 3 मा त्यस्तो मिलापत्र फैसला कार्यान्वयनको चरणमा समेत गर्न सकिने र त्यस्तै गरी मिलापत्र भएको खण्डमा प्रतिवादीलाई लागेको दण्ड जरिमाना र बिगो तिर्नु बुझाउनु नपर्ने तथा कैद भइसकेको खण्डमा कैदको लागत समेत कट्टा हुने कानुनी व्यवस्था गरिएको देखिन्छ। यस व्यवस्थाबाट स्पष्ट हुन्छ कि सो दफाको प्रमुख उद्देश्य बचतकर्ताको बचत रकम सुनिश्चित गर्नु हो, न कि प्रतिवादी स्वरूप कठोर दण्ड थोपर्नु। तर ओली सरकार कठोर बनेर प्रस्तुत भइरह्यो। यति हुँदा पनि केही व्यक्ति रविको मुद्दा न्यायालयबाट फरसोट हुनुपर्छ भन्ने बुच्चे तर्क राख्छन्। यति बेला यस्तो अवस्थामा अदालतको ढिला सुस्तीले होइन, राजनीतिक विवेकले
न्याय दिनुपर्छ। एउटै विषयमा जिल्ला उच्च अदालत हुँदै सर्वोच्चसम्म पुग्दा कति वर्ष लाग्छ? अदालती प्रक्रियाबाट फरसोट गर्नु या गर्न खोज्नु रविको जीवन कम पर्छ। यदि हिजोको सरकार गलत थियो भने त्यसको शासन शैली र रविमाथिको प्रतिशोध दुवै गलत थिए। त्यसैले आजको सरकारले हिजोको गल्ती सच्याउनै पर्छ। सहकारी पीडितलाई साँचो न्याय दिने हो भने सबै मुद्दाको निष्पक्ष र नयाँ सिराबाट छानबिन सुरु गरिनुपर्छ। कसैमाथि कानुनको अधिकतम प्रयोग र कसैलाई उन्मुक्ति दुवै अस्वीकार्य छन् र 40 लाख जनताको हस्ताक्षरको सम्मान हुनै पर्छ। केही महिना अघि संविधानविद विपिन अधिकारीले एउटा लेख मार्फत भनेका थिए, दुःखका साथ भन्नुपर्छ, अहिले रवि लामिछाने मात्र होइन न्याय पनि थुनामा परेको छ। न्याय गर्ने गराउने जिम्मेवारी भएकाहरूले यस केसमा यो जिम्मेवारी वहन गर्न सकेका छैनन्, जसलाई प्रमाणको मूल्याङ्कन भनिन्छ। अहिले जुन अवस्थामा यो केस छ यो एउटा कृत्रिम वा फेक केस हो। वास्तवमा संविधानविद विपिन अधिकारीले भने झैं लामो समयदेखि थुनामा राखिए पनि अभियोजन पक्षले उनी विरुद्ध कुनै प्रत्यक्ष प्रमाण अदालतमा पेश गर्न सकेका छैनन्। केवल अपुष्ट पूर्वधारणाका आधारमा कसैलाई निरन्तर थुनामा राख्नु पूर्वपक्षीय थुनाको सिद्धान्त र यसको औचित्यमाथि नै प्रश्न हो। रविमाथि लगाइएको कसुर थुनामै राखेर कारबाही गर्नुपर्ने प्रकृतिको मुद्दा नभएको बलियो आधारहरू छ, तर न उनी सहकारीका सदस्य हुन् न सञ्चालक। यसबाहेक जति बिगो छ कबुलेर निस्कन्छु र त्यसपछि फैसला कसुर ठहर भयो भने अदालतको आदेश सम्मान गर्छु भनी अदालत समक्ष निवेदन दिँदा न्यायालयलाई स्वीकार भएन। रवि लामिछाने थुनामा छन्। केही कानुनविद र जनताको नजरमा यो राजनीतिक प्रतिशोध हो। 4 महिना गृहमन्त्री बनेका रवि लामिछानेको सम्पत्ति शुद्धिकरण मिल्छ भने यी 35 वर्षदेखि देश हाँक्ने 3 पूर्व प्रधानमन्त्रीको सम्पत्ति शुद्धिकरण कहिले हुन्छ? यो आज जन-जनको प्रश्न हो। यति बेला यो देशमा त्यस्तो कानुनको आवश्यकता छ। भ्रष्ट बलात्कारी र दलाललाई फाँसी दिने, टुनी खेलमा लगेर पालै पालो झुन्ड्याउने होइन भने यो देशले त्राण पाउन गाह्रो छ। गिरिबन्धु र नक्कली भुटानी शरणार्थीको कलङ्क निधारमा लगाएर अर्कोलाई खेद्नुलाई सुशासन भनिँदैन। अहिले एक खालको समाज रवि लामिछानेको र राजनीतिमा नवप्रवेशीको काम हेर्न इच्छुक छ। अर्को थरी पुरानै शासक, पुरानै दलबाट प्रभावितहरू नयाँ भनिएकाहरूलाई झाङ्गिन नपाउँदै यिनलाई अग्नि परीक्षामा होम्न उद्यत छन्। म यो पनि भन्दिनँ कि अपराध गरेका छन् भने नयाँलाई बचाउनु पर्छ, तर प्रश्न जरुर गर्छु, नयाँहरू विरुद्ध पुरानाको यो प्रकारको जालजेल आखिर किन? नयाँ उत्साह बोकेर आएको दलले कुनै लच्छार पाटो लगाउन सकेन भने जनताले यसरी बढारी दिउन् कि आज झुक्क्याउनेले फेरि दोरियाएर टाउको नउठाउन्। असक्षम नै रहेछन् भने पनि कम्तीमा एक पटक परीक्षामा बस्न त पाउनुपर्छ। परीक्षा हलमा पुग्नु अघि नै फेल भएको प्रमाणपत्र भिडाउन पाइँदैन। सिङ्गो नेपाली कङ्ग्रेस एक्लै रवि लामिछाने, सिङ्गो नेकपा एमाले एक्लै रवि लामिछाने, सिङ्गो मिडिया जगत एक्लै रवि लामिछाने। हिजो रवि लामिछानेलाई दोषी देखाएर आफ्ना ती काला करतुतहरू ढाकछोप गर्ने ती सांसदहरूले जसरी संसद घेराउ गरेका थिए त्यहाँ भ्रष्टाचारी भन्दा देशले अरू कोही देखेकै थिएन। एउटालाई रवि गए गगन प्रधानमन्त्री बन्छन् कि भन्ने थियो, अर्कोलाई रवि गए देउवा फेरि प्रधानमन्त्री बन्छन् कि भन्ने थियो, अर्कोलाई रवि गए माधव फेरि प्रधानमन्त्री बन्छन् कि भन्ने थियो, अर्कोलाई रविलाई गाली गरेर आफू शिक्षित बौद्धिक देखिनु थियो, केही पत्रकारलाई त रवि गए आफ्नो जलन र इख मेट्नु थियो। देशभरमा 100 भन्दा बढी सहकारीहरू डुबेका छन्। ती मध्ये 2-3 वटामा सञ्चालक जीवी राई हुन्। चाखलाग्दो कुरा त ती राई पनि पूर्व कांग्रेस कार्यकर्ता नै हुन्। बाँकी 98 वटा सहकारीका सञ्चालक पनि कांग्रेस र एमाले कार्यकर्ता नै हुन्। तथ्याङ्क एकातिर छ, तर मिडियाबाजीमा सबै दोष रविमाथि हालेर वास्तविक ठगहरूलाई उम्काउने प्रयास गरे। अपराधको चाङ यसरी तह तह भएर बसेको थियो कि जेनजीले एकै पटकमा सडकमा पछारिदिए। जस्तो करनी उस्तै भरनी। फेरि पनि भन्छु, रवि देशको पूर्व गृहमन्त्री हुन्। लुकेर छिपेर हिँडेका व्यक्ति होइनन्। तारिख दिएर रविलाई हिरासत मुक्त गर्दा हुन्छ। उनी दोषी होइनन्, भागेर कहीँ जाँदैनन्। रवि विरुद्ध
दुर्भावना वा बदला मात्र देखिन्छ। सहकारीको 80 अर्ब खानेहरू ठूला माछा कहाँ छन्? तर राज्यले यो गणतन्त्र लोकतन्त्र भएको मुलुकमा एक नेतालाई यो सम्मको अत्याचार गर्यो। सहकारीको रकम उनको घरबेटीबाट असुल उपर गर्ने बाटो हुँदाहुँदै यो अत्याचारको बाटो समायो। पञ्चायतमा यस्तै हुन्थ्यो। विगतको सरकारले गरेको कमजोरी यो सरकारले चाँडै सच्याओस्।